अहिले चाहिँ एनएसी बन्द भयो, नेपाल सरकारले बन्द गर्यो। बन्द गरिसकेपछि अब टोटल्ली बन्द त भएको हो, तर कस्ता स्टुडेन्टको लागि चाहिँ अब आउनु पाउने पनि बाटो छ नि त, कस्तो स्टुडेन्टलाई चाहिँ एनओसी दिने भन्ने पनि कुरो छ नि त। आज भोलिबाट चाहिँ कम्प्लिटली बन्द भयो भनेर चाहिँ विज्ञप्ति जारी नै भयो होइन। अब यसको यस्तो हुँदाखेरि चाहिँ अब कस्ता स्टुडेन्ट चाहिँ, कस्तो विद्यार्थी चाहिँ कोरिया आउन पाउने, कस्तो स्टुडेन्ट चाहिँ आउन नपाउने भनेर चाहिँ हामी त्यसकै विषयवस्तु लिएर आज हामी कुराकानी गर्छौँ भरत र म। हामीलाई चाहिँ एकदम धेरै म्यासेज अनि त्यहाँदेखि एकदमै धेरै ठाउँबाट चाहिँ यसको विषयवस्तुमा कुराहरू आएको भएको हुनाले हामीले यो भिडियो बनाएको छ दुईजना बसेर। सो त्यसको लागि चाहिँ म केही प्रश्नहरू भरतलाई गर्छु, भरत र म मिलेर तपाईँहरूलाई लागेको मनमा लागेको कुराहरू चाहिँ क्लियर पार्ने कोसिस गर्नेछु होइन। अहिले चाहिँ एनएसी बन्द भयो, नेपाल सरकारले बन्द गर्यो। बन्द गरिसकेपछि अब टोटल्ली बन्द त भएको हो, तर कस्ता स्टुडेन्टको लागि चाहिँ अब आउनु पाउने पनि बाटो छ नि त, कस्तो स्टुडेन्टलाई चाहिँ एनओसी दिने भन्ने पनि कुरो छ नि त। सरकारले चाहिँ त्यो एउटा बनाएको नियम छ नि, त्यसको बारेमा हल्का भरतले चाहिँ भनिदिनु पर्यो। अब यसमा चाहिँ कम्प्लिटली बन्द भनेर चाहिँ अब अन्डर ग्रेजुएटलाई चाहिँ बन्द नै भयो होइन। त ग्रेजुएट स्टुडेन्ट जस्तो चाहिँ मास्टर्समा आउन चाहन्छ, पिएचडीमा आउन चाहन्छ भने चाहिँ उहाँहरूको लागि अहिले पनि खुला छ। पहिला जसरी हामी थियो त्यसरी नै खुला आउन पाइयो होइन, मजाले पढ्न पाइयो। त्यो सँगसँगै चाहिँ अब जो चाहिँ केजिएसपी स्कलरसिपहरू हुन्छ फुल फन्डेड होइन, यहाँ कोरिया सरकारले चाहिँ पूर्ण रूपमा जसलाई चाहिँ स्कलरसिप दिन्छ उहाँहरू अहिले पनि आउन सक्नुहुन्छ होइन। त्यसलाई चाहिँ नेपाल सरकारको एनओसीबाट चाहिँ हामीले परराष्ट्र मन्त्रालयबाट चाहिँ मजाले स्वीकृति दिएरै आउन सकिन्छ। अझै पनि उहाँहरूको लागि चाहिँ बन्द भएको छैन। जो चाहिँ पेड गरेर आउनुहुन्थ्यो नि, जसले चाहिँ पैसा तिरेर आउनुहुन्थ्यो उहाँहरूको लागि चाहिँ बन्द भयो। त्यही त अब स्कलरसिपमा आउने अब हुन्छ नि कम्प्लिट केजिएसपी स्टुडेन्टमा आउनलाई चाहिँ खुल्ला छ भनेपछि अब पेड गरेर अब कन्सल्टेन्सीको थ्रुबाट त्यसरी आउने स्टुडेन्टको लागि चाहिँ अहिले तत्कालीन चाहिँ अहिले बन्द भएको छ भन्दा केही फरक परेन है। त्यही नै हो एकदम एक्ज्याक्ट कुरा। अब अहिलेको जेनेरेसनमा चाहिँ अब इभन +2 सकाइसकेपछि चाहिँ अनि एकदमै धेरै मान्छेहरूको चाहिँ अब म बाहिर जान्छु भन्ने ड्रिम देखिसकेको हुन्छ नि त। इभन अब कोरिया मात्र नभएर अस्ट्रेलियादेखि लिएर युके अमेरिका हरेक ठाउँमा ड्रिम हुन्छ। अहिले चाहिँ अहिलेको भाइ बहिनीहरूले चाहिँ कोरियालाई एकदम धेरै ड्रिम बनाइरहेको छ क्या। त्यही कारणले अब सायद अब यो एनओसी नदिने भनेर भनेको छ नि अहिले तत्कालीन समयले, यो कहिलेसम्म खुल्छ जस्तो छ, खुल्दैन जस्तो लाग्छ कि के लाग्छ कि तिमीलाई? हामीलाई मलाई नि एकदम क्युरियस भएको कुरा हो क्या यो चाहिँ। अब खुल्दै नखुल्ने भन्ने चाहिँ हुन्न जस्तो लाग्छ मलाई। किन भन्दाखेरि चाहिँ यो चाहिँ अब जस्तो हामी मानव भएर जन्मिसके पछाडि चाहिँ यो चाहिँ हामीले अब नेपाल सरकारले नेपाल सरकारको हाम्रो संविधानमै हामीले पाउनुपर्ने अधिकारभित्रको हो होइन। जसले चाहिँ 12 पास गरे पछाडि हामी जुनसुकै देशमा जान पाउँछौँ। हाम्रो नेपालमा मात्रै होइन, विश्वको जुनसुकै देशले पनि त्यो सुविधा जसलाई पनि दिन्छ होइन। हामीलाई चाहिँ नेपालको संविधानले मात्रै नभएर हाम्रो त्यो ह्युमन राइट्सहरूले पनि यो कुरालाई चाहिँ एग्री गर्छ कि हामी अरू देशमा हामी पढ्न जान पाउनुपर्छ होइन। यसरी कम्प्लिटली कुनै पनि देशले चाहिँ बन्द गर्न पाउन्न होइन। तर त्यसलाई रोकथाम गर्नको लागि केही समयको लागि चाहिँ सरकारले रोकेको अथवा केही पोलिसी चाहिँ अब मोनिटरिङ गर्नको लागि हुनसक्छ होइन। केही समय पछाडि पक्कै पनि सरकारले अहिले जुन विज्ञप्ति आयो त्यसमा चाहिँ अब छानबिन समिति पनि गठन गरेको र उनीहरूले अनुसन्धान गरिसके पछाडि चाहिँ त्यो कुरा चाहिँ अगाडि बढ्ने भनेको छ होइन। यहाँको चाहिँ अब यो कुरामा चाहिँ अब यो रोक्नको लागि यो जस्तो अब एक्कासी रोक्यो नि त, तर किन रोक्यो भन्ने कुरामा चाहिँ आज मात्रै होइन, आजभन्दा धेरै पहिला, आजदेखि 4-5 वर्ष पहिला पनि जुन यहाँ हाम्रो नेपाली कम्युनिटी छ त्यो सोनसिकको स्टुडेन्टहरूको सोनसिकले चाहिँ त्यहाँबाट जो आउनुहुन्थ्यो उहाँहरूले चाहिँ यो अब जो फन्डेड हुन्छ नि, फुल्ली फन्डेड छ भने चाहिँ उहाँहरूलाई चाहिँ अब जस्तो स्कलरसिप दिने छ भने चाहिँ उहाँहरू आउन पाउने। तर चाहिँ जसले चाहिँ पे गरेर आउँदै हुनुहुन्छ भने चाहिँ उहाँहरूलाई रोक्नको लागि कोसिस गर्दै हुनुहुन्थ्यो, D4को लागि D2को लागि। जस्तै हाम्रै एउटा कार्यकालमा चाहिँ हाम्रो प्रेसिडेन्टले दिगराज, तिमी पनि सनसिकको एउटा वान अफ द मेम्बर थियो होइन? कोषाध्यक्ष के थियो? कोषाध्यक्ष थिए मनिष दाइको पालामा। त्यहाँभन्दा अगाडि चाहिँ दीर्घ दाइको पालामा चाहिँ मेम्बर थिए। उहाँहरूले पनि आफूले मेल गरेर चाहिँ हामीले यो रोक्नुपर्छ गरेको थिए भनेर चाहिँ भन्नुभएको थियो कि दीर्घ दाइले चाहिँ। अब कोरियामा चाहिँ एउटा सनसिक भन्ने एउटा सोसाइटी छ होइन, सोसाइटी। त्यो सोसाइटी चाहिँ स्टुडेन्टहरूलाई हेर्ने, रेखदेख गर्नेदेखि स्टुडेन्टको बारेमा अब भोलि केही परिआयो भने हेर्नेदेखि लिएर सबै कुरा संसिकले गरिरहेछ नि अहिले है? गरिरहेछ। अब सेम त्यही कुरा चाहिँ अस्तिको जुन हाम्रो नेपाली राजदूत हुनुहुन्छ कोरियाको लागि, उहाँले चाहिँ एउटा जुन दिन त्यो भयो नि त्यो दिन चाहिँ उहाँले एउटा स्पिच पनि दिनुभएको छ र स्पिचमै भन्नुभएको छ कि यो चाहिँ तपाईँहरू सोनसिकले दिएको यो डेटा हो नि होइन, तपाईँहरूले बताएको समस्या हो नि भनेर उल्टो चाहिँ सोनसिकलाई पनि क्वेसन गर्नुभएको छ होइन। अनि त्यो सँगसँगै चाहिँ अब सोनसिकको प्रेसिडेन्टसित पनि मैले कुरा गर्नको लागि कोसिस गरेको थिएँ। यसको बारेमा चाहिँ के छ भन्दाखेरि उहाँले चाहिँ हामीले चाहिँ यसको बारेमा केही गरे छैनौँ जस्तो कुरा चाहिँ गर्नुभएको थियो। तर उहाँको रियल कुरा चाहिँ उहाँहरूले नै भन्नुपर्ने हुन्छ होइन के हो भनेर। जस अब यहाँ नेपालीहरूले चाहिँ अब हामी सोनसिक भयो, एनआरएनए भयो, सबैले चाहिँ यहाँबाट अब स्टुडेन्टहरूले कस्तो भोगिरहेको छ, उनीहरूलाई आएर जुन सुझावहरू दिइरहेको छ त्यही अनुसार चाहिँ यहाँबाट चाहिँ नेपालमा चाहिँ राजदूतको थ्रुबाट
भएर चाहिँ नेपालको परराष्ट्र मन्त्रालयसँगै त्यो सँगसँगै चाहिँ शिक्षा मन्त्रालयमा गएर अहिले चाहिँ अब सबै नेपालले नै बन्द गरिदिएको अवस्था चाहिँ हो। तर त्यसले अब कोरियाको लागि ड्रिमै देखिसकेको हुन्छ नि होइन, आफ्टर एसएलसी अनि आफ्टर +2 चाहिँ अब म जान्छु भनेर। अब त्यो सबै कति स्टुडेन्टहरू त अब राम्रो पढ्ने राम्रो गर्ने भन्ने टाइप पनि हुन्छ, उनीहरूलाई त असर पऱ्यो नि। मजाले अब तिम्रै केसमा कुरा गरौँ, मेरै केसमा कुरा गरौँ होइन, हामी पनि डिफोमा आएको त हो नि होइन र। तिमीलाई चाहिँ के लाग्छ युनिभर्सिटी बन्द गर्नु चाहिँ एकदम राम्रो कुरा हो? नो, गलत हो, एकदमै गलत हो। किन भन्दाखेरि अब कोरियामा चाहिँ अब मान्छेहरूले पहिलेदेखि ड्रिम देखेर कोरियालाई चाहिँ मेरो एउटा पढ्नको लागि चाहिँ एउटा ड्रिम बनाइसकेको मान्छेहरू पनि एकदम धेरै हुन्छ नि होइन। अब उसले यत्रो मेहनत गरेर +2 सकाउँछ, 12 वर्ष पढेरै भनौँ न, 12-13 वर्ष पढेरै उसले +2 सकाउँछ, त्यसपछि कोरिया जाने भने त्यो ड्रिम त एक झटमै चकनाचुर भयो नि होइन कति स्टुडेन्टको। अनि उसले अब फेरि त्यसको लागि वैकल्पिक उपाय सोच्नु पऱ्यो नि त, वैकल्पिक अरू देशको लागि जानलाई फेरि सोच्नु पऱ्यो धेरै कुरा। उसले अब इभन ऊ कोरिया आउने भनेपछि उसले बच्चैदेखि कोरियाको बारेमा ड्रामादेखि मिनी ड्रामा भ्लग एभ्रिथिङ हेरिरहेको हुन्छ नि होइन, कोरियाको रहन्छन् उसले नेपालमा बसेर धेरै रिसर्च गरिसकेको हुन्छ। त्यही भएर अलिकति गाह्रो हो अहिलेको कन्डिसन हेरेर। अहिले अब कोरियामा चाहिँ जब नपाएर स्टुडेन्टहरूले चाहिँ एकदम अब सुसाइड गर्ने, डिप्रेसनमा जाने यस्तो भन्ने हल्लाहरू छ नि होइन। त्यस कारणले चाहिँ अहिले अब जे होस् नेपाल गभर्मेन्टले चाहिँ बन्द गरे भन्ने हामीले सुन्नमा आएको छ कि होइन, त्यस्तो होइन होइन। अब त्यो सबैले त्यस्तो गर्दैन नि। अब सुरुमा आउने बित्तिकै जब सब नपाउने नि त्यो सबै ठाउँमा हुन्छ, इभन कोरियामा मात्र अरू देशमा हुन्छ नि होइन, अरू देशमा नि हुन्छ। अब बिस्तारै हुन्छ, बिस्तारै आएर ल्याङ्ग्वेज राम्रो जान्नु पऱ्यो, ल्याङ्ग्वेज जानेर अब कस्तो गर्दा ठिक हुन्छ मेरो विचारमा है, गभर्मेन्टले चाहिँ नेपालमा अब पठाउँदाखेरि एकदम ह्युज मासमा अहिले कोरियामा स्टुडेन्टहरू आइरहेको छ, त्यसलाई बरु कन्ट्रोल गर्ने थोरै होइन। अब युनिभर्सिटीमा लिमिटेसन सिस्टम राख्ने, अनि त्यहाँदेखि लिएर अब अलि राम्रो स्टुडेन्ट हुन्छ नि त्यहाँ पनि अब आफ्नो छानेर ल्याउनु पाएन त स्टुडेन्टलाई, बन्दै गर्नु भन्दा नि त्यसरीले चाहिँ ल्याएको चाहिँ राम्रो हुन्छ कि। मेरो आफ्नो पर्सनल विचार चाहिँ त्यस्तो छ होइन। राम्रो एकदम सोचेर एकदम हार्ड मेहनत गरेर होइन एकदम स्ट्रगल गरेर कोरिया जान्छु भनेर सोच्ने त अब त ऊ त आउनु पाउनु पऱ्यो नि। हो एकदमै। त्यही भएर चाहिँ अब यो बन्द गर्नु भन्दा नि अब कसरी हुन्छ, अब सबै ठाउँमा अब कसरी हुन्छ त्यो मिलाएर चाहिँ अब अलिकति रुल्सहरू कता के गर्नुपर्ने त्यो गरेर त्यो खोल्दाको चाहिँ राम्रो लाग्छ मलाई त। सही हो। जुन हामीले त्यो नेपाल सरकारले चाहिँ जुन गरेको जुन पेपर थियो त्यो पेपरमा पढ्दा पनि डिफोमा चाहिँ कन्सल्टेन्सीहरूले धेरै पैसा लिएर अनि पठाएको भनेको छ नि त। त्यो कुराको लागि त नेपाल सरकारले चाहिँ आफ्नो पोलिसी राम्रो बनाउने अनि कन्सल्टेन्सीलाई राम्ररी मोनिटरिङ गर्ने भन्यो भने त त्यो त एक पक्षलाई मात्रै जस्तो, किन भन्दा ऊ स्टुडेन्ट त निर्दोष हो नि त, उसले त जति पैसा मागेको छ त्यति पैसा दिएको छ होइन। तर त्यो कुरालाई चाहिँ अब व्यवस्थित गर्ने त सरकारको कर्तव्य होइन, दायित्व पनि त हो नि त्यो त। सरकारले चाहिँ त्यो कुरालाई राम्ररी मोनिटरिङ गरेर चाहिँ यति पैसा लिन पाउने जसलाई चाहिँ पारदर्शिता पनि हुनु पर्यो त्यो कुरा चाहिँ होइन। अनि त्यसरी गऱ्यो भने पो समस्याको समाधानको बाटो खोलिन्छ। त्यो सिस्टम बन्नु पऱ्यो कि त्यहाँनिर। सिस्टम बिना अब जसले जति अब कन्सल्टेन्सीलाई नि अब उसले अब आफ्नो मन लाग्दो हिसाबले लिन भएन होइन, र सिस्टम हुनु पऱ्यो, रुल्स हुनु पऱ्यो होइन सबै कुराको। बरु गभर्मेन्टले तोक्दिने अब यति अब होइन, अब कन्सल्टिङ चलाएपछि उनीहरूले पैसा त अलिअलि कमाउनु पऱ्यो नि। तोक्न चाहिँ तर त्योभन्दा पनि बढी लिएको छ नि त, तोक्यो भन्दा बढी लिएको। बरु त्यस्तो कन्सल्टेन्सी बरु एक्सन लिने हो क्या, एनओसी नै बन्द गर्ने भन्ने त त्यो एउटा सही होइन, समस्याको समाधान होइन। किन भन्दाखेरि होइन जस्तो हामीले अरू देशको पनि केसहरू हेर्ने भने पाकिस्तानले पनि, बङ्गलादेशले पनि, इन्डियाले पनि सबै देशहरूलेमा चाहिँ यो समस्या हाम्रो मात्र समस्या होइन, सबै देशको समस्या होइन। उनीहरूले यसलाई चाहिँ कसरी समस्याको समाधान गरेको छन् भन्दाखेरि उनीहरूले फाइनेन्सियली डकुमेन्टहरू जसको स्ट्रङ छ उसलाई मात्रै पढ्न पठाएको छ होइन, त्यसरी गरेको छ नि त। अब हाम्रो नेपाल फेरि हाम्रोमा चाहिँ अहिले अर्को के पनि छ भन्दा एक पक्षको कुरा चाहिँ के छ भन्दाखेरि जो एनओसी बन्द गर्यो त्यो चाहिँ राम्रो गर्यो भन्ने छ। त्यो एक हिसाबले राम्रो पनि हो होइन। सोचौँ अब 12 के अरे कति भन्छ 18-20 वर्षको बच्चा चाहिँ कोरियामा आएर चाहिँ उसले सर्भाइभ गर्न सक्दिन, काम पाउन डिप्रेस्ड हुन्छ, त्यो कुरा उनीहरूले कन्ट्रोल गर्न चाहन्छन्। अब उनीहरूलाई चाहिँ हामीले ब्याचलर कटेपछि मात्र पढाउन सकिन्छ भन्ने एउटा जुन कुरा छ त्यो कुरा पनि त्यस्तो हो नि त। सबैलाई त पुग्दैन नि त होइन, सबै मान्छे आएको 18 वर्षमा आएर विदेश आएर बिग्रेको त सबै छैन होइन, केही मात्रै हुनुहुन्छ। त्यो त अब इक्जाम्पलको लागि यहीँ भएर त अगाडि छ मै छु होइन। अब हामी पनि त्यही उमेरमा आएको, अब हामीले कोरिया आएर अब हामी सुरुमा त हामीलाई नि गाह्रो भयो नि होइन र, सबैलाई गाह्रो हुन्छ, भाषा जानिँदैन। अब त्यही हो मेन कुरा भने अब भाषा बरु पढेर आउने राम्रोसँग नेपालमै होइन यदि आउनै छ भने होइन। अनि त्यस्तो गरेर सबै कुरा गऱ्यो भने त बिस्तारै हुन्छ। अनि त्यसपछि यहाँ आइसकेको धेरै विद्यार्थीहरूले पनि अस्ति टिकटकको भिडियोमा चाहिँ के भन्नुभएको थियो भन्दाखेरि यहाँ त भने जस्तो छँदै छैन, यहाँ काम पाउँदैन भन्नुभएको छ। हो काम पाउन्न मान्छ होइन, काम पाउन्न त त्यसको लागि पनि अब यहाँ जुन ल्याङ्ग्वेज त आउनु पऱ्यो नि त होइन र। आफूले ल तिमीलाई चाहिँ यो फोन लिएर आइज है भनेर भन्यो भने चाहिँ
फोनै बुझेन भने त अनि काम चाहिँ कसरी गर्न सकिन्छ त हामीले होइन त्यही भएर भाषा चाहिँ पढ्नु पर्यो अहिलेको लागि चाहिँ अब तत्कालीन चाहिँ अहिले चाहिँ बन्द भएको छ सबैलाई नभएर अब 100% स्कलरसिप आउने स्टुडेन्टलाई चाहिँ खुल्ला छ अहिले पनि तर पनि आत्तिनु पर्दैन होइन फेरि पनि यो हेर्नुहोस् बन्दै गर्नु भने चाहिँ मिल्दैन अहिले बन्द भए तापनि अब तपाईँहरू पनि कोरिया आउनको लागि चाहिँ के कस्तो प्रिपेयर गर्नुपर्छ भन्ने कुरो तपाईँहरूले धेरै भिडियोहरू पनि थाहा पाइसक्नु होला कोरियामा चाहिँ इङ्ग्लिस चल्दैन त्यही अब कोरियन हल्का सिक्दै गर्नु पर्यो बेसिक त सबै थाहा हुनु पऱ्यो नि त काम गर्न यताउता गर्न आत्तिनु भएन अब कोरिया आउनको लागि बिस्तारै फेरि पनि खुल्छ होला मलाई जहाँसम्म लाग्छ हामीलाई लाग्ने त्यही त नि किनकि यो कम्प्लिटली बन्द गर्ने भने त मिल्दैन नि होइन खुल्नु परिहाल्यो त्यो त खुल्नु पर्यो त मान्छेको हक अधिकारै हो नि सो त्यही भएको हुनाले सो स्टे ट्युन गाइज होइन अरू अपडेट आयो भने फेरि पनि हामी इन्फर्म गरिहाल्छु आजको लागि बाइ बाइ गाइज